सबैजनालाई स्वागत छ मेरो नयाँ ब्लग्समा। अनि नयाँ ब्लग सँगसँगै यहाँहरू सबैजनालाई यो बिहानको समय भएको कारणले गर्दाखेरि गुड मर्निङ भन्न चाहन्छु। यति बेला चाहिँ म कोदो रोप्नको लागि कोदो बारीतिर जाँदैछु। यो चाहिँ अगाडिपट्टि मेरो यहाँ बाइक पार्किङ गरेको छ। हामी कोदो रोप्ने भनेको चाहिँ योभन्दा माथि यहाँ एउटा बारी छ, त्यो बारीमा गएर चाहिँ हामी कोदो रोप्ने। यहाँ माथि देखिरहेको छ बारी बाँसकाठले छेलेको छ। अनि एन्जल र म चाहिँ जाँदैछौँ। एन्जल यहाँनिर छ। एन्जल कहाँ हिँडेको? कोदो रोप्ने हिँडेको? ल अब हामी चाहिँ यहाँबाट कोदो रोप्नुको लागि जान्छौँ। ल कोदोको रोटी हो, मिठो हुन्छ नि कोदोको रोटी त है। कोदोको रोटी मिठो हुन्छ, कोदोको रोटी खाने हो। टमेटो पनि खान्छ, अचार बनाएर खान्छ कोदोको रोटीसँग। अनि हाम्रो घर चाहिँ यहाँनिर छ। यहाँ तलतिर हलोहरू छ, एउटा हलो चाहिँ माथि छ। अघि 2-3 पटक ओर्दै गरिसकेँ, तर लिनुको लागि चाहिँ फेरि जानुपर्ने हुन्छ। हलो लिनुको लागि हिजो जोतेको थिएँ मैले। हिजोदेखि कोदो रोप्नु सुरु गरेको हाम्रो चाहिँ। तर हामी घरकै मान्छेले गर्दाखेरि धेरै त कोदो रोप्दैनौँ, हामी थोरै मात्रै रोप्छौँ। तर पनि हामीलाई 2 दिन लागिसकिसकेको छ, हिजो दिनभरि र आज एक बिहान हामी कोदो रोप्दैछौँ। ल हिँड। ल सुइसी तिमी आफै हिँड त। आउँदैन, के आउँछ? ज्वरो आयो छैन? हिँड न तिमी, म यहाँबाट म पछि पछि आउँछु। ल तिमी अघि अघि हिँड, म पछि पछि आउँछु। ल ल आयो, ल हिँड हिँड। ल जाऊँ। कहाँ छ हौ? छैन, त्यो मम्मीले कोकुले त्यत्तिकै भनिदिएको पो त। जिस्काइदिएको हो कि। ल हिँड, जिस्काइदिएको। यहाँ र नि तल उतल के छ सेतो झार छ बरु। यो झार चाहिँ कस्तो खालको झार हो? यहाँ पला छ। ल हिँड, हिँड त, हिँड न बारीमा। यहाँबाट खुसियाएर पारु चाहिँ बिउ खेल्दैछ र यो बिउ खेलेर चाहिँ हामी यहाँ माथि लगेर, यो माथि चाहिँ हाम्रो बारी छ। यहाँनिर यसले छ हाम्रो आमा कोदो रोप्दै हुनुहुन्छ। अनि त्यो परतिर 2जना खन्ने केटाहरू छ, हाम्रो भाइ र अर्को विपिन भाइ। ढुङ्गा निकाल्दै रहेछ झम्पलले त्यहाँनिर। र आजको हाम्रो कोदो रोप्ने बारी चाहिँ मेन खासै नै हिजोदेखि रोपेको। यहाँ यो एरियातिर चाहिँ यहाँ रोपिसकेको छ। यो ठुलो गरा पनि यहाँदेखि रोप्दै 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 लगेर हिजो यहाँसम्म रोपेर अनि आज फेरि यहाँ रोप्नु सुरु गरिसकेको छन्। एन्जल पर पुगिसकेको छ फेरि। चिप्लोमा लडिन्छ है। ल हिँड, हिँड छ। म आउँछु त्यसो भए। ल त्यसोबाट त हिलो छ, चिप्लो छ। ऐट ऐट पख एकछिन अब त्यहाँ उभिराख है। एन्जल र म चाहिँ फर्किँदैछौँ। यो हलो चाहिँ हिजो लगेर हामीले माथि बारी जोतेको छौँ। त्यो हलो चाहिँ हिजो माथि निखेर अहिले लिएर आउँदैछौँ। एन्जल अगाडिपट्टि छ। एन्जल सुई हिँड्दैछ। बिस्तारै बिस्तारै हिँड्नु। ल ल हिँड। हजुर किन छैन क्या, ज्वरो आएको छैन। अब हामी घर पनि लागिसक्यौँ है। त्यो पर्खाइमा हलो राख्छु। ल अब यो हलो चाहिँ यो साइडतिर राख्नुपर्ने हुन्छ। यहाँनिर चाहिँ हाम्रो हलो राख्ने ठाउँ छ। फाइनली कोदो रोपेर आइसक्यो। कोदो रोपेर आइसकिसके पछाडि खाना खायो। खाना खाइसके पछाडि फेरि म चाहिँ यहाँ परतिर टुप्पा लिनुको लागि जाँदैछु। फेरि पानी पनि परिरहेको छ, घाम पनि रहेको छ। यो प्लास्टिक ओढेर टुप्पा लिएर आउनुपर्छ। मकैको टुप्पा बारीको। त्यो टुप्पा चाहिँ खास हाम्रो होइन, हाम्रो पर कालिम्पा टुप्पा भन्छ। उहाँहरूको चाहिँ टुप्पा मागेको थियो गोरु नखाउनुको लागि। अनि त्यो टुप्पा लिनुको लागि जाँदैछु। यो बाटो हुँदै हुँदै यो पर छ टुप्पा चाहिँ। अनि आज चाहिँ फेरि वेदर चाहिँ कस्तो छ भनेदेखि घाम पनि लागिरहेको छ, पानी पनि परिरहेको छ। त्यो कस्तो खालको वेदर भइरहेको छ। अनि मैले चाहिँ अघि सोचेको थिएँ पानी परेर रहन्छ त्यसपछि हामी दिन जान्छु भनेको थिएँ। तर पानी रहला जस्तो छैन, त्यस्तो धेरै ठुलो त छैन। सिमसिम पानी परिरहेको छ। अनि मैले चाहिँ टुप्पा लिएर आइदिनु पऱ्यो भनेर टुप्पा लिनुको लागि जाँदैछु। त्यस पछाडि टुप्पा लिएर आइसके पछाडि फेरि अब डिक्चलतिर जान्छौँ।
अनि दिक्क जानुको लागि रेडी हुन्छ आएर पुरै हाम्रोतिर चाहिँ यस्तो छ गाउँ चाहिँ मेरो घर त यो पट्टितिर परि त्योभन्दा यतापट्टिको एरियामा चाहिँ यहाँ पुरै जङ्गल भएर देखिँदैन मौसम हेर्दाखेरि क्लियर छ तर सिम 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 पानी परिरहेको छ कि यस्तो छ यो ठाउँमा चाहिँ अनि टुप्पा पनि पानी परेको बेला भिजेपछि चाहिँ अलिक अप्ठ्यारो हुन्छ बोक्नुको लागि गरौँ हुन्छ यहाँ तल चाहिँ को रहेछ भनेर यसो हेरेको हाम्रो हिरेम्पा टुप्पा हुँदो रहेछ यहाँ तल चाहिँ जाँदै हुनुहुन्छ अनि अब पानी नपरे पनि हुन्थ्यो भनेर पानी आइराखेको छ मेन टुप्पा लाग्ने ठाउँतिर पनि आइसकिसकेको छु यस्तो छ बाटो यहाँनिर यो पर बारीको पल्लो छेउमा चाहिँ टुप्पा छ त्यो मकैको टुप्पा लानुपर्छ उहाँहरूले पनि अब यो निकालिसके पछाडि टुप्पा निकालिसके पछाडि चाहिँ यहाँ पनि कोदो रोप्नुहुन्छ होला सायद अनि यहाँबाट लानुपर्छ घर चाहिँ हाम्रो पर जङ्गल जताततै जङ्गल भएर अहिले काहीँ पनि घरहरू देखिँदैन कि मजाले क्लियर देखिँदैन सबैतिर जङ्गल छ यता वरिपरि सबैतिर जङ्गलै जङ्गल यो टुप्पा लान्छु पानीले भिजेपछि अलि गरौँ चाहिँ हुन्छ क्या टुप्पा त्यही पनि अब यहाँ छ टुप्पा चाहिँ यसलाई सट काटेर चाहिँ घरतिर लानुपर्ने हुन्छ फाइनली टुप्पाको भारी पुगिसकिसकेको छ एकदमै गरौँ छ यो टुप्पा एकदमै अल्गो पनि रहेछ त्यो भएर मैले ठिकैकै भारी लगाएँ धेरै भारी लगाउँदा पनि भरे बोक्नु सकिँदैन बोक्दै गलिन्छ भनेर टुप्पा एकदमै ठुलो छ हरियो पनि छ अनि त्यसमाथि भिजेको टुप्पा भएपछि गरम हुन्छ अहिले त्यही भएर हल्का मात्रै टुप्पाको भारी लगाएको छ अब यहाँबाट यो टुप्पा बोकेर सरर यसरी हुँदै यो बाटो हुँदै पर हाम्रो घर चाहिँ यो यहाँनिर छ क्या यो उत्तिस घारी जस्तो देखिन्छ त्योभन्दा पर्दो रहेछ अब यो बाटो हुँदै जाने म चाहिँ मकैको टुप्पा लिएर आयो यस्तो बिजोग छ नि गरौँ है हरियो फेरि त्यसपछि अल्गो त्यसमाथि पानीले भिजेको बहुत डेन्जर तरिकाले मैले ल्याउँदैछु घरमा लगभग आधी बाटोतिर आइसकिसकेको छु मैले चाहिँ एकदमै अप्ठ्यारो गरी टुप्पा ल्याएँ यो गोरुको गोठमा राखेको छु हाम्रो गोरु चाहिँ यो देखिराख्नु भएको गोरु एकदमै पसिनासरी भयो एकदम पसिना आएको छ पुज्दैछु अब चाहिँ दिक्कल जान्छु र मेरो चाहिँ फाइनली दिक्कल आइसकिसके पछाडि काम चाहिँ के हो भन्दाखेरि मेरो पछाडिपट्टि ब्याकग्राउन्डमा देख्नु भएको छ यसलाई ब्याट्री फेर्ने काम भइरहेको छ ब्याट्री फेर्ने चार्ज गर्ने ब्याट्री फेर्नको लागि पवन राई गरिब छ साउजी यतातिर हुनुहुन्छ होइन म गरिब मान्छे हो म ब्याट्री फेर्न सक्दिनँ त्यही भएर यसलाई चार्जमा हालिदिनुहोस् कसरी हुन्छ भनेर भनेको यो त्यसको डाउन भएर यो ब्याट्री स्टार्टै भएन बाइक स्टार्ट भएन अनि त्यस पछाडि यो ब्याट्रीलाई झिक्नुपर्ने हुन्छ ब्याट्रीलाई झिकेर चाहिँ स्वात्तसँगले उता खाँदेपछि लाइन आएपछि चट्टसँगले चार्ज हुन्छ एकदमै यो प्रब्लम आइरहेको छ अब मलाई कसैले चन्दा दियो भने मात्रै फेर्ने नत्र म गरिब छु यो स्थितिमा यसलाई एसिड हाल्दा हुँदैन एसिड हाल्न मिल्दैन नन डिस्टिल वाटर हुन्छ हैन एसिड हाल्न मिल्दैन डिस्टिल वाटर हाल्नु मिल्दैन ड्राई सेल हुन्छ ड्राई सेल ड्राई सेल हो ड्राई सेल हो अहिले बाइकहरु एसिड हाल्न मिल्दैन ड्राई सेल यस्तो प्रब्लम पनि यो यहाँ डोन्ट ओपन लेखेको हुन्छ है यहाँ हो रहेछ त डोन्ट ओपन है ओपन गर्न मिल्दैन त्यो रहेछ त्यस्तो रहेछ भनेपछि लगभग 5500 देखि माथि नै पर्छ एउटा बेटीलाई गाह्रो रहेछ त्यस्तो छ हेर्नुहोस् म गरिबलाई गाह्रो छ अस्ति भर्खरै टायर फेरियो त्यस पछाडि चेन स्पोकर फेरियो लगायत के फेरियो होइन त्यो गरेर गाह्रो छ अब यहाँबाट चाहिँ अब त्यस्तै हो सबैजनालाई यो भिडियो हेरिदिनु भएको धन्यवाद छ दिक्क लागिसकेको छु अर्को ब्लग्स फेरि आउनेछ अहिले चाहिँ म छुट्टिन चाहन्छु है त।